रोड कटेर यो कुन ठाउँ हो त्यो गलीमा छिर्सेछु। अब बल खेल्ने ठाउँ पनि आइसकेछ। यसकै ब्याग लगाइदिनको लागि यति समा गरिरहेको छु। ओहो हाम्रो दिलीप दाई के छ? एकदम ठीक। सन्चै हुनुहुन्छ दिलीप दाई? गुड। हिजो त दाई तपाईँ भन्दै नआउनु भनेको थियो नि तपाईँले। बिहान खेलिएन, पानी परेन। ल ठिक छ। हाम्रो भन्न नजिक किन नजिक चाहियो तँलाई? भन्न हाल्यो भन्दैमा के हुन्छ तँलाई? ओ प्रिन्स भेनाजु आई लभ यु भन्दैन है भन्दैन। भेनाजु सो हेलो एभ्रिवान, के छ होइन? म फेरि आइसकेको छु। अब मतलब बल खेल्न लागि जाँदैछु यहाँ भाइको साइकल लिएर बल खेल्नलाई। भाइको साइकल लिएर आज बल खेल्न गइदिएको, किनकि मेरो साइकल बिग्रेछ। बिग्रेको कारणले नै मैले आज भाइसँग साइकल लिएर अनि भाइको साइकलमा जाँदैछु आज बल खेल्नलाई। अब भाइको मम्मीले चाहिँ नकराओस्, मतलब नराम्रो नभनोस् मलाई, किनकि आज साइकल थिएन, त्यही कारणले मैले भाइको साइकल लिएर गएको। नराम्रो चाहिँ नभनोस्। म चाहिँ खोलाको बाटो आएको क्या, ठ्याक्कै यो बाटो यस्तो छ। खोलाको बाटोबाट आएको, यो बाटोबाट आएको क्या म। यो बाटो ठ्याक्कै यताबाट ठ्याक्क यसरी घुमेर उ त्यो बाटोबाट अनि आएको छु क्या मतिर। अब यो माथि चढेर अनि बल खेल्ने ठाउँमा जानुपर्छ। बल खेल्न जाने ठाउँमा जानुपर्छ। अनि गएपछि चाहिँ म अगाडि भिडियो बनाउँला। अहिलेको लागि चाहिँ यतिकै हो। टक्कसँगले हेर्न सक्नुहुन्छ, यतिसम्म आएको छ क्या बाटो, यस्तो छ। ल अगाडि देखाउँछु तपाईँहरूलाई। सो म बाटो पनि परिसकेको छु। बाटो परिसक्यो यार। साथै बाटो कटिसकेको छ। विकास नभएर बाटो अहिलेसम्म यस्तो छ। रोडको विकास छैन लाहानमा अहिलेसम्म। वातावरण रोडमा यस्तो लाहानमा यति साह्रो भइरहेछ। रोड हेरिरहेको छैन हेर्न, के साह्रो भएको यार लाहानको मान्छेहरू। यस्तो साह्रो त नहुनुपर्ने हो। पानी रहेछ यार। यस्तो रोड छ यार, रोडको हालत। रोड कटेर यो कुन ठाउँ हो त्यो गलीमा छिर्सेछु। अब बल खेल्ने ठाउँ पनि आइसकेछ। बल खेल्ने ठाउँ पनि आइसके नजिक आइसके। यस्तो छ ठाउँ चाहिँ यताको चाहिँ विकास भएको छ क्या। यो चाहिँ आफैले विकास गरेको यो ठाउँ चाहिँ। यस्तो छ ठाउँ चाहिँ पुरै। लाहान 10 को नगरपालिका यो हो। अनि पुलिस क्याम्प यहाँ छ। यो लाहान चाहिँ मतलब यो ठाउँ चाहिँ विकास गरेर क्या। अरूभन्दा चाहिँ यो ठाउँ चाहिँ विकास चाहिँ डेन्जर गरेको छ। त्यो कहाँ गर्दैछ भाइ त? काम गरेर आइस? फाइनली आइसकेँ। म चाहिँ हाम्रो दाइहरू पनि ठ्याक्कसँगले त्यो चाहिँ चौकी हो। ठ्याक्क हाम्रो दिलीप दाई पनि ठ्याक्कसँगले
बा रेडी सेडी भइसकेछ रोलको लागि लेली भएको छैन। यसकै ब्याग लगाइदिनको लागि यति समा गरिरहेको छ। ओहो हाम्रो दिलीप दाई के छ एकदम ठिक सन्चै हुनुहुन्छ दिलीप दाई? गुड। हिजो त दाई तपाईँ भन्दै नआउनु भनेको थियो नि तपाईँले बिहान खेल्यो न पानी परेन थियो। ए ल ठिक छ हाम्रो दिलीप दाई जे भनौँ दिलीप दाई ओ तपाईँ कहिले बिहे गर्ने हो? भ्लगमै देखाइन्छ त कहिले बिहे गर्ने भनेर। यो कुरा यो काटेर हाल्छ काँटा। दाई यो कहाँ दाई त्यस्तो कहाँ हुन्छ र दाई? ट्याक्क यही हो हाम्रो बल खेल्ने ठाउँ होइन यस्तो। केटी खोजेर 5 लाखमा पर्छ। भ्याकेन्सी निकाल्दै बरु मेरो ल जसलाई पनि होइन यस्तो ह्यान्डसम केटा चाहिन्छ भने नि खेल्नुपर्छ यार। जसलाई पनि यस्तो 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 ह्यान्डसम केटा चाहिन्छ नि कमेन्ट गर्नु होला। यस्तो ह्यान्डसम केटा यस्तो यस्तो ल है हिँड ल ल यतिकै हो। अगाडि देखाउँ ल यो पुलिस चौकी अगाडिको लानको कतिर लानको पुरै दामी छ क्या यो फिल्ड हामी खेल्ने फिल्ड कस्तो दामी छ क्या काठमाडौँमा 250। बाइक साइकल। सो मेरो चाहिँ अहिले भर्खरै गेम सकेँ होइन दाइहरू चाहिँ जानुभयो अनि म चाहिँ बसिरहेको छु। भर्खर गेम सकेँ अब पानी सानी खाने अनि त्यसपछि लाग्ने हो अब घरतिर। म पनि मच्छर तर धेरै उडिरहेको छ अरे यतातिर थाकेर वाक भइसक्यो यार। म त केटाहरू पनि त्यहाँ बुटहरू लगाएर छ यहाँ बुट खोलिरहेको छ तारो आया। मच्छर टोकिदियो यार मारिदिन्छ मच्छरले यतातिर यार मच्छर लुटिदिन्छ बर मच्छर छ यतातिर। मच्छर ओभर भयो यार यतातिर। अब चाहिँ लागेको म अब घरतिर। अब राति हुँदाखेरि चाहिँ यस्तो देखिन्छ यो ठाउँ। ल म चाहिँ घरतिर लागेको है। म चाहिँ यता कलेजतिर आएको छु पानी खानलाई। दाइ पनि खाना खानु भएछ। म चाहिँ यता यो कलेजतिर यो पानी खान आएको। सो म चाहिँ पानी लिएर अब घरतिर जान आँटेको। साइकलको हालत यस्तो छ यार साइकलको हालत। यो जेस भन्छ प्राविधिक ठ्याक्क यतातिर प्राविधिक स्कुल कलेजतिर। पानी खान आएन यार यसमा त अगाडि खान्छु यार। म त पानी खान आएन। कस्तो छ राति हुँदाखेरि चाहिँ यस्तो देखिन्छ। राति हुँदाखेरि चाहिँ यो ठाउँ चाहिँ पुरै मतलब हुन्छ नि सुनसान। जतिर चाहिँ नगरपालिका छ हाम्रो उता पढान नगरपालिका हो लाहान नगरपालिका ठुलो छ यो लाहान नगरपालिका पनि अस्ति ठुलो क्या ओभर ठुलो छ नि यहाँ लाहानको नगरपालिका काठसँगले टक्क लाएर यत्रो ठुलो छ लाहानको नगरपालिका। ल म चाहिँ अगाडितिर भिडियो बनाउँछु।
बाटो चाहिँ यस्तो छ ठ्याक्क लागेर टक्कसँग त्यसरी गएर हिँड्यो भने त मा कसम ठ्याक्कसँगले यो चाहिँ मन्दिर हो यो चाहिँ होइन ठ्याक्क मन्दिर यताको यताबाट मेरो कलेज जान्छ ठ्याक्क मन्दिर ल म चाहिँ घरतिर गएको ल लागेको ए भाइ बुढ्नु भन्दाखेरि भन्दा भेनाजु भेनाजु उठ्नु भन्दाखेरि ए भाइ उठ्दैन हुन्टे ए हुन्टे बोकेर लिँदै हिँड्थ्यो त अब म यहाँ तेरो बनाउने बेला भिडियो बनाइरहेको छ हेर यहाँ अब भाइरल अब चाहिँ त भाइरल भइसक्यो अब भोलिको अब भोलिको भिडियोमा हेर्ने ल ल है ल है मेरो साली ल तिमी मेरो सुन न साली तिमी मेरो भोलिको ब्लग हेर है त तिमीलाई म अब भोलिको ब्लगमा देखाउँछु है त साली ल तेरो प्रिन्स भेना उठ्दैन छैन है तेरो भनाइ मायाले अहिले भन्दैछु नि भन्दै बुनु भन्दै अहिले भन्दै है भन्न नजिक किन नजिक चाहियो तँलाई भन्न हाल्यो भन्दैमा के हुन्छ तँलाई ओ प्रिन्स भेनाजु आई लभ यु भन्दैन भन्दैन भेनाजु ओ प्रिन्स भेनाजु लाजले र पुरै लाज म फ्रेन्ड भए के भन्छ ओइ के भन्छ म फ्रेन्ड भइसक्यो भन्छ त के भन्छ तेरो भेनाजुले तो आप ठेकी बोतल ले राजा पुनो बुझ्छ ल बाई